खुला आकाशैमा यी बादल उडे झैं तिम्रो मायामा मनमा गान भए झैं तिम्रै आकृति हेरी बस्छु माया आज के खाना आएको हामी सुसी सुसी आजको हाम्रो चाहिँ ज्वाइँ र मैले चाहिँ पुरै सी फुड मात्रै होइन यहाँ यति धेरै अप्सन छ होइन त्यहाँ सुसी छ यहाँ छ अनि यहाँ चाहिँ यस्तो यहाँबाट चाहिँ अहिलेको लागि चाहिँ हामीले सबै सी फुड मसल र उस मात्रै उठाएको छौँ सबै जाम होइन यसलाई जान्छ यो टेबलमा जान्छ ल गाइस केही छ भन्नु माया हाम्रो सी फुड स्पेसल वाउ हामी फर्स्ट टाइम चिसोबाट सुरु गरौँ ल चिसो ल चिसो पाकेको चाहिँ मिठो है अझ यहाँमा माया हाम्रो त के पनि ल्याउनु थाहा यो अन्डा 5 वर्ष 10 वर्ष पुरानो अन्डा कालो पुरै यो चाहिँ एकदमै अन्डा हो अन्डा खानु अन्डा अन्डा कालो अन्डा यो चाहिँ सालमन भाइ कसको कुखुराको अन्डा यो सही दामी 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 यो चाहिँ पकाएको होला एकदमै मजाले यो चाहिँ गार्निस यो चाहिँ डिप फ्राईवाला क्या दाइ बडा है कस्तो मिठो आयो यस्तो मिठो हो र यो नेक्स्ट डिप फ्राई अझै मसरुम मसरुम पनि बोल्यो हो फ्रेस मसरुम हामीले खाएर भ्याएको मसल हाम्रो नेक्स्ट भनेको सुसी मिठो सुसी हामी सबै यहाँबाट पिक गरेको हो ए उता हाल्नु त अलिकति होइन यसको साइडमै हालिदिनु हुन्छ यहाँ यता साइडमा हालिदिनु यता साइडमा ल भयो जिप गरिदिनु हो आमामा यो चाहिँ ओसाबी अनि यो सालमोन काँचो मासु यो के हो के थाहा छैन यस्तो टाइपको छ सबै सुसी ल जाउँ कुनामा मेरो प्लेस यस अब ल के हो यो स्क्रिनबाट पहिला टिप्न सिक्नु है हेरी टिप्न त तपाईँको दाई त खुङखार हो कि ओसाबी पनि दल्नु नदल्नु अलिकति छुवाउनु नाक चस्स पिरो हुन्छ ल गाई रेडी ल 1 cheers Hello guys, how's it going? Is it okay here? Yeah, all right. For a spoon, right?
मिठो 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 बेस्ट त्यो गार्लिकवाला नि यो चाहिँ गार्लिक पिकल ओहो कडा हुँदो रहेछ एक लट नाच्दिने हो कि ज्वाइँ यो के अरे यसको नाम के अरे यो टुना टुना हो ल हो रहेछ गाह्रो हुँदो रहेछ खान काँचो यो खायो भने लामो बेर बाँच्नु हुन्छ अरे दाइरा भाइ खानु होइन यही खाएर जापानिजहरू धेरै बाँचे अरे यो फिसको त नाम पनि थाहा छैन कि के हो यो यो के हो यो त्यो फिस होइन हो निलो भइसक्यो ए, खाएर पनि पत्तै छैन ढेँडो खाएर चाहिँ खानुपर्छ क्या सिधै नचहोइन गाई लास्ट ल मिट आइटम होइन यिनीहरूले भाँडा यस्तो मान्छ ल यो चाहिँ हाम्रो मिट आइटम यो चाहिँ कर्न